अहिलेकै राष्ट्रिय स्वतन्त्र पार्टीको मान्छेहरूको यति तोला सुन, यति जग्गा, यति ब्याङ्क ब्यालेन्स भन्दै यहाँ टिप्पणी भइरहेको छ नि त। यो विषयमा मलाई यस्तो लाग्छ कि उनीहरूको पुर्खौली सम्पत्ति हो सुन गरगहना। अब हामीसँग छैन, ल मानम हामीसँग 2-4 तोला सुन हुनु पनि ठुलो कुरो भयो हाम्रो लागि मानम। उनीहरूले त अहिले अन्त 4-5-7 वर्ष पहिला लगानी गरेको भए पनि त मानम 50-60 लाखको जग्गा बेचेर सुन किनेको भए पनि त त्यति सुन हुनु भनेको त नर्मल कुरो भयो कि उनीहरूको लागि। उनीहरूले इन्भेस्ट गरे, उनीहरूले यदि ऋणमा डुबेको भएदेखि कि हामीले के भनिन्छ, हामी यिनी जनताले यिनीहरूसँग यति एउटा आफ्नो परिवार आफूलाई चलाउन सकेको छैन, ऋणमा डुबेको छन्, यस्ताले के कसरी देश बनाउँछन् भन्ने कुरो पनि हामीले गरिन्थ्यो होला। उनीहरूले आफ्नो भविष्यको लागि उनीहरूको पुर्खौली सम्पत्ति होला, पुर्खौली सम्पत्ति अब बाउले जोड्यो होला, त्यहाँपछि छोराले जोड्यो होला, नातिले जोड्यो होला, भएर उनीहरूको धेरै सम्पत्ति भयो होला नि त। यसमा कुनै टिप्पणी गर्नुपर्ने कुरा छँदै छैन क्या। यो भनेको हामी नेपाली, यो भनेको अब उनीहरूले के कस्तो गर्छन् भन्ने कुराहरू हेर्ने हो कि। उनीहरूको अब धेरै सम्पत्ति जोडिन भएन, अब उनीहरूको कति हदसम्म जोडिनु पर्छ भन्ने कुरा हो कि। पहिलाको नेताहरू त खाली खुट्टा आएका थिए, खाली खुट्टा आएर उनीहरू कहाँ पुगे, कता बिल्डिङ बनाए, कता घर बनाए, कति प्रपर्टी लिए। उनीहरूको त पुर्खौली सम्पत्ति उनीहरूले देखाउनु भनेको त राम्रो कुरा हो कि। यसमा हामीले टिप्पणी गर्नु कुरो छँदै छैन कि। 150-200 तोला सुन पनि केही ठुलो कुरो होइन कि। उनीहरूले अहिले अन्त 4-5 वर्ष तपाईँको पनि 20-30 लाख रुपियाँ पर्ने जग्गा बेचेर, अहिले भन्दा 4-5 वर्ष पहिले 20-30 लाख रुपियाँ पर्ने जग्गा बेचेर सुन किनेको भए पनि तपाईँसँग पनि 40-50 तोला सुन इजिली हुन्थ्यो कि। ठुलो कुरो चाहिँ भएन कि अहिले हामी भनेको। यसमा हामी कुनै पनि यो तपाईँलाई के लाग्छ यो विषयमा?